आज काम धेरै भएर गाडी मिस गरियो। खाली छ, कोही पनि छैन यता। Nobody is here, it's only me. ल थिङ 5 मिनट या 10 मिनट ढिलो भयो होला। अनि फेरि घर जाने बेलामा ट्याङ आएर यति धेरै अर्डर हालिदिन्छ, के गर्ने। अब नेक्स्ट बक्स आउनलाई 1 घन्टा भन्ने छ। आज त्यही माथि शनिबार फेरि गाडी टाइममै आउँदैन, थोरै गाडी चलिरहेको हुन्छ। अब नेक्स्ट बस देखाएको छ कति 12-13 मा आउँछ भन्ने छ। अहिले टाइम कति भयो? अहिले 11:14। लगभग 1 घन्टा कुरेर बस्नु पर्यो। गाह्रो। बोल्ट ट्राई गरेको, बोल्टको पनि देखा छैन। अहिले गरेको भएन, त्यही माथि पैसा पनि महँगो देखाइरहेको छ, 6 युरो रे। त्यो भन्दा मजाले फिल्म हेरेर बस्छु, किन पैसा खर्च गर्ने। त्यही 6 युरो कमाउनलाई 1 घन्टाको पैसा जान्छ। अनि दिनदिनै बोल्ड गरेर कहाँ सुख हुन्छ र। बरु आनन्दले कुरेर बस्नु पर्ला। गाह्रो छ गाह्रो। यहाँ क्यासिनो हेरेर बसिरहेको छ। ल म गएँ।